एकचोटि तपाईँ नि यस्तो नराम्रो तरिकाले फस्नुहुन्छ क्या। टेक्नोलोजीको जमाना हो, श्रमदानको कुरा नगरौँ। श्रमदान गरेर खाना त पुग्दैन नि त, होइन र के कसो? हो नि बहिनी, सहकारी ठगेर अरूलाई ढाँटेर अरूको चोरेर भ्रष्टाचार गरेर पो खानु पाइन्छ त, अनि देश बन्छ, त्यही भन्नु खोजेको होला। हेर्दा त दिदी जस्तो हुनुहुन्छ तर दिमाग खोइ होइन। शरम भनेको के हो? शरम पहिला बुझेर मात्रै बोल्नुहोस् क्या। तपाईँ पनि बाहिर देशमै काम गर्नु जानुभएको जस्तो छ हेर्दाखेरि चाहिँ। तपाईँ के त्यहाँनिर के टेक्नोलोजीले तपाईँलाई पैसा दिन्छ हो? त्यहाँ तपाईँ त्यहाँ शरम गर्नुहुन्न, काम गर्नुहुन्न हो? तपाईँ पनि त एउटा पेट पाल्न अथवा परिवार पाल्न शरम गर्नै त जानुभएको हो नि खासमा। अनि शरम नगरी चाहिँ कुन देशमा चाहिँ विकसित भएको छ? तपाईँको चाइना हेर्नुहोस्, कोरिया, जापान हेर्नुहोस्, पहिलेको इतिहास पल्टाएर हेर्नुहोस्, कति वर्षसम्म त्यहाँनिर श्रम गरेको थियो, श्रमदान गरेको थियो जनताले। पहिला हेर्नुहोस्, पढ्नुहोस् बुझेर, अनि हेर्दाखेरि त बुझ्ने पढे लेखेकै जस्तो देखिन्छ। पढ्नुहोस्, अलिक धेरै अझै पढ्नुहोस्। यहाँ दिमागमा धेरै भएर ड्यामेज भएको छ हो कि, त्यसलाई अलिकति सफा गर्नुहोस् होइन। कस्तो अलिकति बुझेर बोल्नुहोस् क्या। शरम भनेको नि श्रम, यही तपाईँहरूको यही बोल्ने यो शैलीले गर्दा नै हो क्या नेपालमा शरम भनेको के हो नचिनिएको भ्रम फैलाएको छ। उल्टै हावा भनिदिरहेछ, शरम हावा अरे, टेक्नोलोजी अरे। टेक्नोलोजी चाहिँ के श्रम नगरी बनिएको हो त? कस्तोहरू हुन्छन् हो। हुन त ठगी खाने, यो भ्रष्टाचार गरी खानेहरूलाई के थाहा शरम भनेको।